पर भिन्दै कराउँदैछ पर ठुलोहरूले बोलाउँदो रहेछ नि त पुरा रहेछ हेर्नु सक्नुहुन्छ है पुरा साथीहरू नमस्ते गुड मर्निङ र हजुरहरू कस्तो हुनुहुन्छ सन्चै हुनुहुन्छ भनेर आशा साँचेको छु है र हामी पनि एकदमै सन्चै छौँ र यहाँ चाहिँ मेरो हस्बेन्ड सरोज है हामी चाहिँ बिहानै वक आएको थियौँ आज अलिक तलतिर आएको छौँ यहाँ चाहिँ हामी सालु नि यसरी मयूर देख्छौँ हेर्नु सक्नुहुन्छ है भिडियो गर्दा त जाने रहेछ देखाउँछु म साथीहरू तपाईँलाई यिनीहरू चाहिँ अहिले 3टा मात्रै देखिरहेको छ कि मैले हेर न उकालाको चारो दियो भनेर होला तर थुप्रै छ यहाँनिर झन्डै पुरा फैलेको छ हाम्रोतिर चाहिँ मयूर झन्डै यहाँनिर 14-15वटा जस्तो चाहिँ छ है यहाँ हेर्नु सक्नुहुन्छ है यहाँ चाहिँ हाम्रो कसैले मै भोलि चारो लिएर आउँछु ल यिनीहरूले चाहिँ ऊ पर भिन्दै कराउँदैछ पर ठुलोहरूले बोलाउँदो रहेछ नि त पुरा रहेछ हेर्नु सक्नुहुन्छ है पुरा छ यो भित्रभित्र यिनीहरूले चाहिँ चारो दियो भनेर चाहिँ अब चारो लियो भनेर चाहिँ आएको रहेछ हौ भोलि आउँदो सरोज अलिकति चारो ल कनिकाहरू लिएर आज देख्छन् रहेछ नि त कसले पनि देख्छन् रहेछ नि त यहाँ हेर्नु सक्नुहुन्छ अलिक पर पनि छ होइन यहाँ पनि यिनीहरू कहिले नाचिसकेछ है नाच्दैन एकपल्ट अन्त दिन्छु यहीँ आयो हेर्नुहोस् न चारो दिन्छ भनेर रहेछ यहाँ आइपुग्यो चारो म भोलि चाहिँ पक्का ल्याइदिन्छु ल तिमीहरूलाई ल भोलि म तिमीहरूकै लागि भए पनि आउँछु मान्छे नटेर्दो रहेछ अन्त यिनीहरूले त हेर्नुहोस् नि जुम गरेको त चाहिँ बाली यी हेर्नु न सिर निकालेर हेर्दैछ नाच्छ क्या यिनीहरू नाच्यो भने चाहिँ म भोलि पक्का चारो ल्याइदिन्छु लु ल नाच्दा सिधै आउँदैछ हामी भएकोमा यहाँ हेर्नु सिधै आउँदैछ यो त झन् अब किनभने यहाँनिर कसैले केम गर्दैन चारोहरू दिन्छ कि यिनीहरूले मान्छे टेर्दैन भोलि ल्याइदिन्छु ल तिमीहरूलाई चारो म यहाँ त पुरा यति बिघ्न छ कि यति बिघ्न छ छेउमै छु नि म छेउमै हेर्नुहोस् यति बिघ्न छ मलाई पुरा पक्रिनु मन लाग्यो ल यिनीहरूलाई बच्चाहरू पनि रहेछ मसिनो हामी चाहिँ अहिले फिलहाल यहाँ तल ग्राउन्डमा छौँ के ग्राउन्डहरू सर छ परिवर्तन ग्राउन्डमा आएको थियौँ हो आज चाहिँ जाउँ न ओह्रालतिर भनेर अन्त यहाँ मलाई मयूरको पनि इच्छा लागेको थियो आएँ ठिक्कै भेटेँ र हामी चाहिँ अहिले फिलहाल दुईजना स्पिड जाँदैछौँ एकछिन एक्सर्साइजहरू गरेर चाहिँ जाँदैछौँ हो र आज चाहिँ उसको माघे सङ्क्रान्तिकै दिन जन्मेको अरे उसको अब जन्मदिन हो मैले अघि विस गरिसकेको छु ह्याप्पी बर्थडे भनेर हो र तपाईँहरूलाई सबैलाई हाम्रो माघे सङ्क्रान्तिको एकदमै धेरै धेरै शुभकामना है हाम्रो यो सङ्क्रान्तिहरूलाई चाहिँ भुल्नु हुँदैन यो हाम्रो पुर्खौली दसैँहरू हो मैले त तरुलहरू एकदम रेडी भएर रहेछ अब गएर चाहिँ कहाँ जानुभएको वक राम्रो हुन्छ यहाँ दाजुहरूको अब चाहिँ हामी गएर घरमा गएर तरुलहरू रेडी बनाइसकेको छौँ अब त्यस्तो पनि होइन अब आएको चाड चाहिँ अब अलिअलि भए पनि अब नानी चाहिँ सिलगढीमै छ हो त्यो तरुलहरू चाहिँ म सालैपछि अलिअलि भए पनि उसिन्छु नानीहरूलाई पनि एउटा याद होस् है सङ्क्रान्तिहरू हाम्रो एउटा नेपालीको चाड नानीहरूलाई पनि याद होस् है सानो सानो सङ्क्रान्तिहरू चाडबाडहरू जस्तो लाग्छ मलाई चाहिँ त्यो भएर तरुल चाहिँ रेडी छ अब गएर आगो फुकेर पकाउनु मात्रै पर्छ हिजो नै टेकेर आएको छु यसै भयो नि यहाँ चाहिँ यसरी पिपलको रुख ठुलो छ योभन्दा ठुलो चाहिँ बतासे लाइनमा छ पुरा हावा चल्दैछ चिसो मिठो फ्रेस हावा चल्दैछ मर्निङको चाहिँ यस्तो दामी हुन्छ मेरो माथि यहाँनिर ठुलो छ पिपल चाहिँ हो यस्तो फ्रेस हावा चल्दैछ चिसो पहिला चाहिँ अलिकति बिसाउँछ घाँटीहरू दुख्ने डर हुन्छ बिहानको अन्त यति बेला जानु हुँदैछ कति बज्यो छिटो आउनुहुन्छ यहाँ चाहिँ हाम्रो भेना वकै जानुभएको रे हामी चाहिँ फर्केको ल अहिले आउनुहोस् ल बिहानी मर्निङको चाहिँ व्यायाम गर्नु जानुभएको रे हो हाम्रो सत्यनन्द भेना मेरो चाहिँ भेना हो हाम्रो यो मर्निङको भिडियो मलाई के कस्तो लाग्यो मन पराइदिनुहुन्छ भनेर आशा राखेको छु।